गाइस आज चाहिँ हामी सपिङ गर्न गएको थियौँ अनि जाने बेलामा चाहिँ मलाई एकदमै हतार परेको थियो किनभने म चाहिँ ड्युटी गएको थिएँ अनि ड्युटीबाट हतार आएर भाइलाई चाहिँ रेडी भएर बस्नु भनेर गएको थिएँ। भाइ चाहिँ रेडी भएर बसिसकेको रहेछ अनि मैले चाहिँ भिडियो गर्न पनि पाइनँ किनभने फेन्सी मार्केट यहाँबाट टाढो छ नि त अनि जाँदा जाँदै ढिलो हुन्छ भनेर मैले चाहिँ भिडियो गरिनँ। अनि अहिले चाहिँ आएर चाहिँ राति 8:30 भइसकेको छ हामी आइपुग्दा चाहिँ र आजको सपिङ चाहिँ के छ भनेर म हजुरहरूलाई चाहिँ पाउनेछु। तर यति धेरै सपिङमा मेरो लागि चाहिँ केही पनि छैन है खासै, सबै भाइको लागि नै हो। त्यो म देखाउने छु आज मेरो चोइसको मैले भाइलाई के ल्याइदिएँ भनेर। अब एउटा स्टार्ट यो बेग चाहिँ राखिनु पर्यो सबै गर्नु। यो चाहिँ मेरो भाइको लागि जिन्स, के जिन्स अरे बेगी जिन्स। यो चाहिँ बेगी जिन्स मलाई त यहाँ लाउँदा पनि हुने रहेछ। यति ठुलो कति साइज लाउँछ नि त? 30। त्यो 30 साइज म भन्दा पनि धेरै ठुलो छ नि त। यो चाहिँ मेरो भाइ भयो पनि तर यहाँ राखिदिन्छु नि बन्द। अनि सेकेन्डमा आयो एकदम मेरो फेभरेट, मलाई मन परेर एकदम मेरो फेभरेट कलर है यो चाहिँ, एकदमै मन परेको। मैले भाइलाई स्लिपर ल्याइदिएको पुमाको। फर्स्ट कपी सेकेन्ड कपी अरे फर्स्ट कपी हाम्रो कतिमा ल्याएको 1600। यो चाहिँ हामीले 1600मा ल्याएको थियौँ है साथीहरू। कस्तो छ हजुरहरू कमेन्टमा भन्न नबिर्सिनु होला। र मलाई चाहिँ एकदमै मन परेको यो कलर। अनि यो पनि मेरो चोइसको, यो पनि पुमाको है। यो पनि मैले नै चोइस गरेर ल्याइदिएको मेरो भाइको लागि। मलाई चाहिँ ब्ल्याक कलर एकदमै मनपर्छ, ब्ल्याक व्हाइट एन्ड ब्लू मलाई एकदमै धेरै मनपर्ने कलर हो नि त। अनि त्यसले गर्दा मैले चाहिँ यो लिएँ भनेर ल्याइदिएको। एकदम राम्रो छ। अहिले म पनि गएर रिल्स बनाउँछु ल। अनि यो भयो। अनि यो चाहिँ मेरो भाइको चोइस, यो पनि ठिकै छ, मलाई पनि मन परेको हो, नपरेको त होइन। तर यो चाहिँ एकदम भाइले चाहिँ धेरै एकदम मन परेको अरे। के हो अनि त्यहाँबाट अर्को छ के ल्याउनु हामीले। यो चाहिँ धेरै नाइकी पुमा यस्तै मात्रै आयो है सामानहरू। यो चाहिँ भाइलाई ब्याग चाहिँ नाइकीको ब्याग हो, उसलाई ट्युसन जाँदाको लागि चाहिन्छ अरे स्कुलमा। अनि मैले चाहिँ ब्ल्याक कलरको लिएँ भनेर ब्ल्याक कलरको लिएँ, उसलाई पनि राम्रो लाग्यो अरे, हामीले चाहिँ यो लिएर आयौँ। अनि यो चाहिँ मेरो लागि कप कस्तो छ, यो चाहिँ मेरो लागि हो। अनि त्यहाँबाट फेरि अर्को चाहिँ भाइको लागि, भाइले चाहिँ होस्टेलमा लाने अरे, उसलाई पनि चाहिन्छ नि त। यो चाहिँ चाय पिउनको लागि, म चाहिँ चाय पिउँदिनँ, म चाहिँ हर्लिक्स पिउँछु यसमा। अनि यो चाहिँ सानो पानी बोतल भाइको लागि, उसलाई धेरै ठुलो बोक्नु भारी हुन्छ अरे, अनि सानो किन्दै भन्दा मैले सानो बोतल ल्याइदिएँ। राम्रो छैन त। अनि मेरो लागि सपिङ जाम म देखाउँछु के ल्याएँ भनेर। यो चाहिँ बेडसिट मैले भनेको थिएँ नि हजुरहरूलाई, व्हाइट कलर एन्ड ब्लू एन्ड ब्ल्याक। यो कलर चाहिँ मेरो एकदम फेभरेट हो भनेर। यसमा जल्दी गन्दा हुन्छ थाहा छ, आफैले धुनुपर्छ, त्यही पनि अब मलाई चाहिँ मन पर्यो अनि लिएर आएर ठुलो पालनको लागि हो। यो चाहिँ मेरो रुमको लागि नपर्दा यो पनि मेरो फेभरेट कलर ब्लू। कस्तो छ हजुर भनेर मलाई एकदम मनपर्छ। साडी लाउन पनि मिल्ने रहेछ है क्या, नेटको साडी यस्तै चाहिँ नेटको पर्दा है साथीहरू। अनि त्यहाँबाट अरू के थियो मेरो लागि चाहिँ मैले खासै केही ल्याइनँ। मेरो लागि चाहिँ खालि यो टी सर्ट ल्याएको, मेरो भाइलाई राम्रो लाग्यो अरे, यस्तो राम्रो रहेछ लिन भनेर एउटा टप लिएर आएँ। कस्तो देखेको छ हजुरहरू भन्नु होला। राम्रो देख्यो कि देखेन? राम्रो देख्छ मलाई। हाम्रो यति नै हो, सपिङमा चाहिँ धेरै कति के थियो जस्तो लागेको त। अरू पनि थुप्रो थियो त है त्यो हाफपेन्टहरू त के देखेन होइन। र साथीहरू आजको सपिङ चाहिँ हाम्रो यति नै हो। र म चाहिँ अब भाइलाई सोध्छु कस्तो लागेछ आजको सपिङ गरेर, आजको दिन होला कस्तो लाग्यो भनेर म सोध्छु है त। भाइ क्युट छ नि हो। अनि आजको सपिङ कस्तो लाग्यो त? राम्रो लाग्यो। Are you happy? Yeah, I'm happy today. So much I can't express actually. Oh my God. I'm happy. I can't.
ल त साथीहरु आजको भिडियो म यतिमै एन्ड गर्नेछु। कस्तो लाग्यो हजुरहरुलाई हाम्रो आजको शपिङ? यदि राम्रो लाग्यो भने कमेन्टमा भन्न नबिर्सिनु होला। फेरि भेट्ने छु हजुरहरुलाई अर्को भिडियोमा। बाइ।